गुड मर्निङ, नमस्ते सबैमा। यो संसारमा हामी जीवनकालमा कुनै समय विद्यार्थी भएर बिताइयो। विद्यार्थी जीवनपछि हामी गृहस्थ जीवनमा आउनु पूर्व अथवा आइसकेपछि पक्कै पनि कुनै न कुनै पेसामा आबद्ध रहन्छौँ। तर कुन पेसा राम्रो हो र कुन पेसा नराम्रो हो भन्ने विषयमा कुरा गर्ने हो भने सबैलाई आफूले गरेर आएको कामहरू राम्रो लाग्छ र कतिलाई त्यति सन्तुष्ट नहुँदै पनि गर्नु पनि बाध्यता पनि होला। तर सामाजिक दृष्टिकोणले हेर्ने हो भने वेश्यावृत्तिलाई सबभन्दा नराम्रो पेसा भनेर मानिन सक्छ। तर वेश्यावृत्ति भन्दा पनि अरू 3वटा पेसाहरू चाहिँ अझ खराब छन्। ती खराब पेसाहरू के रहेछन् भन्दा एउटा राजनीति, एउटा वकालत र एउटा पत्रकारिता। राजनीति, वकालत गर्ने र पत्रकारिता गर्ने पेसा चाहिँ वेश्यावृत्ति भन्दा पनि खराब हो भनेर भनिन्छ। र कसले भन्यो भन्दा भारतका प्रसिद्ध राजनीतिज्ञ, वरिष्ठ अधिवक्ता तथा पत्रकार खुशवन्त सिंहले भनेर डाक्टर सुनिल सिटोला सरले पोस्ट गर्नुभएको रहेछ। मैले मान्छेहरू दिन अल्छी हुँदै गइरहेका छन्, उनीहरूले पढ्दैनन् भनेर मैले त्यही कुराहरूलाई यो बोलीको माध्यम मार्फत तपाईँहरू समक्ष पुर्याइदिएको मात्रै हो। धन्यवाद।